यो चाहिँ निकै दिन अगाडिको भिडियो हो। हामी चाहिँ रवि बजारसम्मको यात्रामा निस्केका थियौँ। रवि बजार जाँदै गर्दाखेरि यो राकीदेखि एकदमै तल, एकदमै अलिक तलै, मलाई यो ठ्याक्कै ठाउँको नाम चाहिँ थाहा भएन, तर पनि जति गयो त्यति जाउँ लाग्ने, हिँडौँ लाग्ने। डाँडाकाँडा एकदमै हरियाली, वन जङ्गल एकदमै रमाइलो लागिरहेको छ मलाई। एकदमै शान्त बाटो रहेको छ। अनि यो चाहिँ जाँदै गर्दाखेरि बाटोमा एउटा हामीले चियाको थुम्की देख्यौँ, चियाबारी थुम्की। एकदमै राम्रो छ। यो मेरो क्यामेराले अलिकति किरमिर देखाएको हुनसक्छ, तर एकदमै राम्रो छ। आँखाले हेर्नको लागि चाहिँ एकदमै शान्त हरियो। अनि अब हामी जाँदै गर्दाखेरि यो चाहिँ पुग्यौँ। हामी यो ठाउँको नाम चाहिँ मलाई दाइले भन्दै हुनुहुन्थ्यो, तर मैले अहिले चाहिँ बिर्सिहालेँ। यहाँ चाहिँ एकदमै यो हावादेखि बिजुली निस्किन्छ, यो हावादेखि बिजुली निकाल्ने ठाउँ है। अब फेरि हामी यहाँदेखि उकालो गएकै छौँ, हामी गइरहेका छौँ। हाम्रो यात्रा चाहिँ रवि बजारसम्मको हो। हामी फेरि पनि लागिरहेकै छौँ कन्टिन्यू हाम्रो यात्रामा। अनि यो चाहिँ कतिखेर अनि चल्छ? फाइनली हामी चाहिँ रवि बजार पुगेका छौँ। यो चाहिँ मैले देखाइरहेको छु रवि बजार। एकदमै शान्त छ, एकदमै राम्रो छ यो बजार। बजार त्यस्तो ठुलो त छैन, एकदम अलिक सानो छ, तैपनि एकदमै राम्रो छ, एकदमै रमाइलो छ, एकदमै शान्त छ बजार चाहिँ। अनि यो चाहिँ बजारदेखि थोरै परतिर चिया बगानै भन्दो रहेछ, यो चियाबारी भन्दो रहेछ यहाँ चाहिँ। तर यहाँ चाहिँ चिया छैन, यो चियाहरू चाहिँ कटिङ नगरेर, गोडमेल नगरेर चाहिँ एकदमै चियाहरू बिग्रिरहेको रहेछ। एकदमै शान्त छ यो ठाउँहरू, उस्तै एकदमै रमाइलो छ। तर यहाँ चाहिँ थोरै फोहोरहरू गर्नुभएको रहेछ है, यो पिकनिक खानेहरूको काम हुनसक्छ पक्कै पनि। र अब भने चाहिँ हामी रवि बजार घुमिसकेर चाहिँ अब हामी घर फर्किने बेला भएर घर फर्किँदैछौँ हामी। अब चाहिँ यहाँदेखि हल्का उकालो बाटो छ, उकालो त छैन, हल्का उकालो टाइपको बाटो छ। अब हामी चाहिँ उकालो खालको बाटोदेखि चाहिँ घर फर्किने भएर चाहिँ हामी घर फर्किसकेका छौँ, बाटो लागिसकेका छौँ यो रवि बजारदेखि चाहिँ। अब हाम्रो यात्रा चाहिँ हुनेछ माथि बाटो जाँदै गर्दाखेरि चाहिँ कुन ठाउँ देखिन्छ भेटिन्छ त्यो ठाउँ हेर्दै घुम्दै जाने भनेर चाहिँ हामी अब निस्किरहेका छौँ।